गुड मर्निङ एभ्रिवान। धेरै दिनपछि म एउटा सानो भ्लग लिएर आउँदैछु। आज चाहिँ म भर्जिनिया वाटर लेक्स जाँदैछु। तपाईहरुलाई धेरै दिनपछि म आज भर्जिनिया वाटर लेकको बारेमा देखाउने प्रयास गर्दैछु। म चाहिँ बाटोमा छु, साथी आउँदैछ। हामी चाहिँ वाटरलू स्टेसन आइपुग्यो। अब चाहिँ हामी एकछिनपछि चाहिँ भर्जिनिया वाटर लेक जाँदैछौँ है त। कस्तो उज्यालो आएको हामी चाहिँ। ल आज चाहिँ हामी हिँड्यौँ। दिस इज एमिरेट्स एयरलाइन। यस्ता पनि भ्यू हुन्छ भने आज मौसम चाहिँ लास्टै राम्रो है। कस्तो राम्रो के मौसम होइन। आज आकाश देखेर त म दङ्ग परेको छु। हाम्रो यहाँ साथीहरू एक्साइटेड भएर एकदम रमाइलो भइरहेछ। अनि तिमीहरूलाई के भयो, ट्रेनले झन्डै छुट्यो अरे? दिदी नै जुन मान्छे हो त्यही नै झर्नै छुट्यो। म त ट्रेनमा चढेको मान्छे नि झरेर उतासम्म गएको के भएको। हामी चाहिँ ट्रेनमा छ। अनि यो भिडियो के अरे मैले युट्युबमा हाल्नु लागि राम्रोसँग अलिकति राम्रोसँग एक्सन दिएँ। हामी चाहिँ जाँदैछ आज भर्जिनिया वाटर लेक। एकदम मौसम एकदम राम्रो छ। मौसम पनि कस्तो राम्रो छ। त्यो माथि हामी यस्तो राम्रो नेपाली छ। आफ्नो तारिफ आफै गर्दैछु। ट्रेनभरि मान्छे छ। अब हामी एकछिनपछि फेरि भेट हुनेछ है त। ए दिदी, हजुर त्यो कफीको कपको स्टोरी बताउनु न। यो यहाँ चाहिँ तपाईँहरूले देख्नुभएको छ। यहाँ कतिवटा कप छ हेर्नु, 6वटा कप छ है। यो चाहिँ हाम्रो पोस्ताको कप होइन। यसको एउटा कथा छ कि यो चाहिँ के भयो भने हामी चाहिँ पेपर कप लिनु बिर्सेका थियौँ। हामी चाहिँ वाटरलू स्टेसनमा किन्नु भनेर खोजिरहेको थियौँ होइन। अनि ठ्याक्कै कस्ताको क्याफेमा जाँदाखेरि एउटा नेपाली बहिनी हुनुहुँदो रहेछ। अनि त्यो नेपाली बहिनीलाई हामीले बहिनी हामी यो कप चाहियो हामीलाई भनेर भने होइन। बिचरा उसले फ्रीमा दिएको कि हामीलाई बाई गर्न खोजेको तर चाहिँदैन भने। नेपाली भनेको नेपाली हुन्छ होइन। पैसा दिन्छु भनेको होइन। तर त्यो चाहिँ पर्दैन दिदी, हाम्रो यो फ्रीमा पाएको यो एउटा मेमोरेबल कुरा भएर अनि तपाईँहरूले सेयर गरेको है त। थ्याङ्क यू सो मच। अब चाहिँ हामी भर्जिनिया वाटर पुग्नु थाल्यौँ। अनि भर्जिनिया वाटर लेकमा चाहिँ स्पेसली हामीहरू आज फुलहरू खिलेको अहिले यो मौसम लाली गुराँसहरू बढी फुल्छ भनेर सुनेको थियो। अनि त्यही भएर हामी त्यहाँ जान लागेको। अनि वी आर सो एक्साइटेड। हाम्रो एउटा ग्रुप नै छ, 6जना हुनुहुन्छ। 6जना छौँ हामीहरू। यता हुनुहुन्छ हेलो से हेलो है। यो त मेरो भ्लगमा आउँछ, यस्तो देखाउँछ न, डोन्ट माइन्ड। अनि त्यहाँबाट यहाँ चाहिँ हाम्रो एकजना बहिनी पनि हुनुहुन्छ कि बहिनी एकदम लजालु हुनुहुन्छ कि भिडियो खिच्नु दिनुहुन्न अरे थाहा छ। अब चाहिँ हामी पुग्छौँ। अनि त्यहाँ पुगेपछि हामी तपाईँहरूलाई फेरि भेट हुनेछौँ। मैले धेरै पछि भ्लग लागेको हो होइन। तपाईँहरू सबैले मेरो भ्लग हेरेर सपोर्ट गरिदिनु होला भन्ने आशा गर्दछु। ल अब हामी उत्रे ट्रेनबाट उत्रे। बाई बाई सबैजनालाई। हामी चाहिँ आइपुग्यो भर्जिनिया वाटर। कस्तो राम्रो घाम लागेको छ गाइस है। कस्तो दामी घाम लागेको छ। यतिकै हामी चाहिँ यहाँ भर्जिनिया वाटरको अगाडि आइपुग्यो। भर्जिनिया वाटरमा आइपुग्यो। सो ह्याप्पी। अब चाहिँ हामी भर्जिनिया वाटर जाँदैछौँ यहाँबाट चाहिँ। के भन्ने होला मान्छेहरूले, के त्यो बोलाएछ भन्ने होला नि, भिडियो बनाउँदै हिँड्दैछ भनेर होइन। मैले मेरो सोल्टिनी। हामी चाहिँ अब यहाँबाट निस्किन्छौँ बाहिर। एन्ड वी आर सो एक्साइटेड। धेरै पछि यहाँ भ्लग बनाउँदैछु। सबैजनाहरूले हेरेर आफ्नो आफ्नो प्रतिक्रिया दिनु होला है गाइस। बहिनीहरू आउँदैछ। सोल्टिनी आउँदैछ। सोल्टिनी मलाई कराई मेरो दिमाग खराब गर्दैछ। बट मौसम एकदम राम्रो छ।
भर्जिनिया वाटर लेक आइपुग्यो है त। यो चाहिँ कार पार्किङ हो। अनि यो कार पार्किङ हो होइन। अनि त्यसपछि यहाँ चाहिँ के भन्छ अब हामी चाहिँ एकछिनपछि भित्र गएर जाँदैछौँ। फर्स्ट टाइम आएको जस सो एक्साइटेड। अनि आजको मौसम पनि वाउ छ होइन। सो वी आर नाउ इन भर्जिनिया वाटर लेक। ओके लु हामी चाहिँ आइपुग्यो है। अनि के भन्छ यहाँ हाम्रो सिस्टर हुनुहुन्छ अनि पछाडि अब साथीहरू आउँदै हुनुहुन्छ। अनि अब हेर्दै जाऊँ भित्र कस्तो हुँदो रहेछ। वेल होपफुली आजको दिन राम्रै होला। हावा चल्यो मस्त मस्त हावा चल्यो वरिपरि। आज चाहिँ हाम्रोसँग मसँग सुषमा बहिनी। त्यसपछि फेरि टिकट लिनुपर्छ र पर्दैन नि होइन। फ्री हो नि टिकट ल्याउनु त अहिले थाहा भयो। राम्रो वाटर लेक रहेछ। अनि अहिले म चिप्लेर फेरि तलतिर जाला है। यस्तो राम्रो के एकदम सो नाइस प्लेस। खुसी लाग्यो आइपुग्यो। बाटै रोड हिँड्नु नि कहाँ हिँड्नु त्यस्तै मात्रै राम्रो हुन्छ। अब हामी चाहिँ फुलको डाँडा फुल हेर्न जान गरिराख न है एकछिन। अब फुल हेर्न जान्छौँ। फुलको टाँडा चाहिँ मलाई भिडियो बनाइदियो भर्जिनिया लेक भन्दो रहेछ यसलाई। यस्तो राम्रो कि The Windsor Totem Pole. यहाँदेखि चाहिँ फ्लावर्सहरू स्टार्ट हुन्छ। अब यहाँ चाहिँ गुराँस राम्रै फुल्या रहेछ नि त है। यो हो हाम्रो नेपालको लाली गुराँस। यो हो के गुराँस। यहाँ साथीहरू जाँदैछ। हिँड्नु पर्यो भनेर बिचराहरूको हालत खराब भन्छ। तर कुछ पाने के लिए कुछ खोना पर्ता है भने जस्तै गाइज कुछ पाकर ओ उता जाम खोना है कुछ खोकर पाना है। यहाँ चाहिँ मेन गुराँस चाहिँ यहाँ पाउँछ के। त्यहाँ गएर आउनु भयो। त्यो कहाँनिर यो पार्क जस्तो छ नि एउटा सुषमा। अनि यस्तरी फुल ओहो गुराँस यस्तो खालको पर्पल गुराँस है। यहाँ चाहिँ पर्पल गुराँस यस्तरी रातो ढकमक्क गुराँस फुलेको छ है गाइस। 1 सेकेन्ड डार्लिङ। यस्तो राम्रो रातो गुराँस है यो चाहिँ रातो गुराँस छपक्कै फलेको छ। आज हामी के भन्छ भर्जिनिया वाटर लेकमा आएको। अनि फुलकोमा यहाँ मेरो सोल्टिनी हुनुहुन्छ मेरो कजन। अनि मेरो यहाँ नेस हुनुहुन्छ मिना अनि दावा। अनि यहाँ तपाईँहरू पनि हुनुहुन्छ। तपाईँहरूलाई एकछिनपछि याद गरौँ न। अनि एकदम रमाइलो लाग्यो होइन। अनि लाइक एकछिन कल गरौँ। अनि त्यहाँबाट हामी चाहिँ अब फर्स्ट टाइम म चाहिँ फर्स्ट टाइम आएको। एकदम रमाइलो लाग्यो। यति फुलै फुल रहेछ। अनि त्यही भएर एउटा एक लाइन फुलको गीत गाइदिन्छ। डाली डाली फुल फुल्यो पाता पाता फुल्यो भमरामा कुन्नी के मामा भुले। हामी चाहिँ फुलबारी हेर्दा उनीहरूलाई सोधौँ न। उहाँहरू नेपाली जस्तो लाग्यो। उहाँलाई सोध्नुहोस् न एकचोटि। उहाँलाई चाहिँ थाहा छैन रहेछ बोजूलाई चाहिँ। एक ठाउँ जाने भनेको भेटाएन। भित्री बाटो हिँड्दैछौँ।
ब्लग्समा यहाँलाई स्वागत छ। यहाँका वरिपरि फुलहरूलाई पनि यसो तपाईँले खिच्नु होला। अनि यो चाहिँ हाम्रो नेपालमा पाउने गुराँस, यहाँ चाहिँ धेरै थरीका गुराँसहरू रहेछन् होइन। यो पिङ्कदेखि ब्लू, येल्लो, पर्पल एभ्रिवेयर रोडोडेन्ड्रन्स है। झोला चाहिँ कस्तो बगेको छ यहाँ मैले। ल्याउनु म बोक्छु ल्याउनु न। क्यामेरामा हुनुहुन्छ हाम्रो सुषमा बहिनी। सुषमा बहिनी वाउ, तपाईँ दुईजना जानुहोस् न। कस्तो दामी के। मेरो चस्मा कहाँ गयो? कस्तो राम्रो के त। एउटा सुषमा हरायो, कस्तो दामी के। भुमरामा कुन्नीकी मामा बोले। यस्तो राम्रो फुल खिलेको छ यहाँ हेर्नुहोस्। तपाईहरु आउनु होला यहाँ भिजिट गर्नु होला है त। तपाईँको म आयो खतरा दामी छ है। नानी छ सानो। कपाल तानी। हेलो कम अन। होइन अरे किन गएको होला नि तिनीहरू? किन गएको त्यहाँ होइन नि? भएन। यो चाहिँ एकदमै राम्रो एउटा पार्क रहेछ होइन। भजने वाटरको एउटा राम्रो ठाउँ। यहाँ चाहिँ धेरैजना टुरिस्टहरू आउने। यति राम्रो फुल खिलेको छ यहाँ चाहिँ अहिले। थ्याङ्क यू सो मच सबैजनाले वाच गरिदिनु होला। र सबैजनालाई म एउटा रिक्वेस्ट गर्न चाहन्छु, सबैजनाले मेरो भ्लगलाई लाइक सब्सक्राइब सबै गरिदिनु होला है त। थ्याङ्क यू एन्ड सी यू अन नेक्स्ट भ्लग है त। बाई बाई।